3 ताली पड्काऊ ताली र विशेष सर्वप्रथम त म हाम्रो ग्रामवासी बिचरा कति वर्षदेखि दुःखमा पीडामा परेको हाम्रो ग्रामवासी कृषक दाजुभाइ दिदीबहिनीहरू जति पनि भेला हुन सक्नुभएको छ र उहाँहरूको हितार्थ र हाम्रो गाउँमा चाहिँ यो गाडीको बाटोको रोडको साह्रै असुविधा थियो र अहिले फिलहालमा आज 11 तारिक डिसेम्बर 2025 दिन चाहिँ हाम्रो सुश्री ममता ब्यानर्जी बेङ्गलको सिएमद्वारा हामीलाई पदश्री मार्फत एउटा यो पदश्रीको बाटोको एउटा हामीलाई पास गरिदिनु भएको छ र यसको एमाउन्ट भनेको तपाईँको 2,99 लाख समथिङ हो र म मेरो परिचय दिनुपर्दा म सुकेपोखरी जोरबङ्गलो खण्ड विकास अन्तर्गत पञ्चायत समिति म कर्माध्यक्ष मिङमा नोर्के शेर्पा र मेरो विभाग भनेको कृषि डिपार्टमेन्ट हो र मैले आज यहाँ सरकारको आदेश बमोजिम ब्लकको आदेश बमोजिम श्री अनिल थापा सरको आदेश बमोजिम र बेङ्गलको सिएमको चिफ मिनिस्टरको आदेश बमोजिम यो मैले मिरिक रोड डिसी रोड टु भाया लामा डाँडा टु लाइब्रेरी जुन चाहिँ रोड छ हाम्रो समथिङ यसको मेजरमेन्ट 3 किलोमिटर छ र मैले आज यहाँ पूजापाठ गरेर गाउँको हाम्रो पार्टीको बिजिपिएमको सम्पूर्ण सदस्यहरूसँग हाम्रो यहाँ जिपीको मेम्बर्स हुनुहुन्छ साइदा शेर्पा यो बाटोको हामीले आज ओपनिङ गर्दैछौँ उद्घाटन गर्दैछौँ यो सरकारको नियम बमोजिम हामीले इनोग्रेसन आज शिलान्यास गरेको हो यो हामीले जुन चाहिँ शिलान्यास गर्दैछौँ यो स्थानको नाम चाहिँ चोक डाँडा हो मिरिक रोड चोक डाँडा यहाँबाट यो बाटोको सुरुवात भएर चाहिँ भाया लामा डाँडा हुँदै यो चाहिँ पुलिङ बुथ नम्बर हाम्रो 278 देउकोटा प्राइमेरी स्कुलसम्म जाने बाटो हो र हामी आशा गर्छौँ र भविष्यमा गएर यो बाटो एकदमै सुलभ हुनेछ र सरकारले र हाम्रो अमित थापा सरले साथै सिएम ममता ब्यानर्जी महोदयले हामीलाई साथ दिनुहुनेछ यसको चाँडै स्वीकृति दिएर यो बाटोको हाम्रो एकदमै छिटोभन्दा छिटो यसको कार्यान्वयन हुनेछ भनी आशा राख्दै आज हामीले यो चोक डाँडामा प्रोग्राम राखेर यो बाटोको हामीले शिलान्यास गरेको छौँ यो हामीले जति यहाँ फोटो भिडियो बनाउँदैछौँ यो हाम्रो सरकारी डिपार्टमेन्टमा पनि हामीले यसलाई प्रवेश गराउनेछौँ हामीलाई त्यो आदेश छ र आज हामीले यहाँ विभिन्न बिजिपिएमका कार्यकर्ता साथसाथै हामी ग्राम पञ्चायत मेम्बर साथै म स्वयं कर्माध्यक्ष सुकेपोखरी जोरबङ्गलो ब्लक भएर चाहिँ आज हामीले यो शिलान्यास गरेको घोषणा गर्दछौँ र यतिमै सबैलाई धेरै धेरै धन्यवाद।